सोच्नुस् त, नेपालमा सन् 1960 देखि 1990 सम्म एउटा यस्तो व्यवस्था थियो जुन केवल बल र शक्तिले मात्र चलेको थिएन। यो त एउटा एकदमै सोचेर सम्झेर बनाइएको डिजाइनमा टिकेको थियो। ल, आज हामी त्यही पञ्चायत कालको डिजाइनलाई खोतल्दैछौँ, जुन दलविहीनताको नाममा राजतन्त्रको वरिपरि बुनिएको थियो। यो कुरालाई बुझ्नलाई एउटा भनाइ नै काफी छ। भनिन्छ, प्रजातन्त्रलाई कुल्चिएपछि राजाले केवल डर देखाएर मात्र शासन गरेनन्। हो, उनले शासन गरे एउटा खाका कोरेर, एउटा सुनियोजित डिजाइन बनाएर। त्यसो भए अब प्रश्न उठ्छ, त्यो डिजाइन आखिर थियो तरी कस्तो? यो डिजाइनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पिलर थियो यसको विचारधारा, एउटा मात्र राष्ट्र जहाँ अरू कुनै विकल्प नै थिएन। पञ्चायतले एउटा निकै रोचक तस्बिर देखायो। एकातिर भनियो यो त मौलिक नेपाली प्रजातन्त्र हो, तर वास्तविकता के थियो त? राजनीतिक दलहरूमाथि नै प्रतिबन्ध। नारा लगाइयो यो दलविहीन र वर्गविहीन व्यवस्था हो, तर कसैले असहमति जनायो कि उसलाई देशद्रोही भनिन्थ्यो। अनि द्वन्द्वरहित समाजको सपना देखाइयो, तर कुनै पनि आलोचनालाई सिधै विदेशी प्रभाव भनेर पन्छाइन्थ्यो। अनि यो पुरै विचारधाराको केन्द्रमा को थिए त? राजा। भनौँ न, राजा नै राष्ट्रको त्यो धुरी बने जसको वरिपरि सिङ्गो देश घुमिरहेको थियो। यो डिजाइनले राजालाई राजनीतिभन्दा माथि राख्यो र कुनै पनि किसिमको जवाफदेहिता भन्दा पनि पर। उनीमाथि प्रश्न उठाउने कुनै ठाउँ नै थिएन, उनी नै अन्तिम सत्य थिए। तर यस्तो विचारधारालाई हावामा त टिकाउन सकिँदैन, हैन र? यसको लागि चाहियो एउटा बलियो मेसिनरी। हो, त्यही मेसिनरी थियो नियन्त्रणको। र यो नियन्त्रण कहाँबाट सुरु हुन्थ्यो थाहा छ? स्कुलबाट, बाल्यकालबाटै। एउटा भनाइ नै छ नि, केटाकेटीले कखरा सिक्नुभन्दा पहिले वफादारी सिक्थे। स्कुलका किताबहरूमा इतिहासलाई एकदमै सरल बनाइयो र देशको शक्ति भनेको राजा नै हो भनेर सिकाइयो। अनि यो विचारधारालाई गाउँ गाउँसम्म पुर्याउन ठूलठूला राष्ट्रिय अभियानहरू पनि चलाइए, जस्तै गाउँ फर्क, राष्ट्रिय एकता, अनुशासन। सुन्दा त कस्तो विकासका नारा जस्तो लाग्छ, तर यसको भित्री उद्देश्य थियो त्यही नियन्त्रणलाई अझै बलियो बनाउनु। तर यति हुँदाहुँदै पनि के सबै चुपचाप बसे त? त्यस्तो पनि होइन। प्रतिरोध रोकिएन, मात्र यसले आफ्नो रूप बदल्यो। यो भूमिगत भयो। बन्द कोठाहरूमा विद्यार्थीहरू भेट्थे। अनि भनिन्छ नि, भाषणको ठाउँ कविताले लिन थाल्यो। पत्रपत्रिकाले छाप्न नसक्ने सन्देशहरू गीत सङ्गीतले बोक्न थाल्यो। र यो पुरै सिस्टमलाई जोगाउने सबैभन्दा ठूलो ढाल के थियो त? राष्ट्रवाद। कसैले अलिकति मात्रै अधिकारको कुरा गर्यो कि त्यसलाई तुरुन्तै विदेशी चलखेल, खास गरी दक्षिणी छिमेकीको षड्यन्त्र भनेर प्रचार गरिन्थ्यो। यसो गर्दा देशभित्रको आलोचनालाई सजिलै दबाउन सकिन्थ्यो। ल, अब कुरा गरौँ यो व्यवस्थाभित्रकै विरोधाभासहरूको। कसरी एउटा नयाँ राजाको आगमनले सिस्टमभित्रको तनावलाई सतहमा ल्याइदियो। यो कथा सुरु हुन्छ सन् 1972 जब राजा वीरेन्द्रले शासन सम्हाल्नुभयो। उहाँले विरासतमा पाउनुभयो त्यही विरोधाभासले भरिएको व्यवस्था। अनि यही तनावको बीचमा 1980 देशमा एउटा निकै महत्त्वपूर्ण जनमत संग्रह भयो र 80को दशकको अन्त्यतिर त आर्थिक सङ्कटले पुरै व्यवस्थालाई नै हल्लाउन थाल्यो। राजा वीरेन्द्रको शासनको सबैभन्दा ठूलो प्याराडक्स नै यही थियो। मुखले उहाँ सुधारको कुरा गर्नुहुन्थ्यो, तर उहाँले चलाउने मेसिनरी त्यो त वही पुरानो नियन्त्रण गर्ने खालकै थियो। हो, यही तनाव 1980 आएर उत्कर्षमा पुग्यो जब देशमा जनमत संग्रहको घोषणा भयो। अब देशकै अगाडि एउटा ठूलो प्रश्न थियो, सुधारिएको पञ्चायत रोज्ने कि बहुदलीय प्रजातन्त्र। अनि नतिजा आयो। पञ्चायतको पक्षमा खस्यो 54.8% भोट र बहुदलको पक्षमा 45.2%। हेर्दा त पञ्चायतले जित्यो, तर यो जित निकै पातलो थियो, होइन त? तर यो अङ्कको खेलभन्दा ठूलो कुरा के थियो भने सिस्टमको जुन एउटा लेजिटिमेसी थियो नि, त्यसमा दरार आइसकेको थियो। अब एउटा नयाँ जेनेरेसन आइसकेको थियो जो डराउँदैन थियो, बरु अधीर थियो, परिवर्तन चाहन्थ्यो। ल, अब हामी आइपुगेका छौँ पञ्चायतको अन्तिम अध्यायमा। त्यो समय जब ठूलठूला नाराहरू पनि खोक्रो लाग्न थालिसकेका थिए। 80को दशकको अन्त्यतिर
सिस्टममाथि चारैतिरबाट प्रेसर बढ्यो। एकातिर अर्थतन्त्र डामाडोल थियो, अर्कोतिर भारतले लगाएको नाकाबन्दीले गर्दा जनजीवन अस्तव्यस्त। अनि सबैभन्दा ठूलो कुरा, मानिसहरूको धैर्यको बाँध अब टुट्दै थियो। किनभने अब अवस्था यस्तो आइसक्यो कि राष्ट्रवादको नाराले कसैको बान्छामा चुल्हो बाल्न सक्दैनथ्यो। अनि एकताको नाराले पेटको भोकलाई मेटाउन सक्दैनथ्यो। राज्यले दिने आश्वासन र जनताले भोगिरहेको यथार्थ बीचको दूरी निकै बढिसकेको थियो। र झण्डै 30 वर्षसम्म चलेको यो सिस्टमले अब एउटा यस्तो शक्तिको सामना गर्नुपर्ने भयो जसमाथि उसले प्रतिबन्ध लगाउनै सक्दैनथ्यो। त्यो शक्ति थियो जनता। र यहीँबाट सुरु हुन्छ परिवर्तनको त्यो आँधीको कथा।